आज संकल्प वर्ष 2083 ज्येष्ठ 7 गते संभवतः बिहिबार होइन बुधबार एनिवे 7 गते चाहिँ पक्का हो। कस्तो डरलाग्दो रङ छ यो नेपालको टप मावि स्कुल पोखरिया है। अब रङ त खै ठिकै छ, मलाई मन नपर्न सक्छ, तपाईँलाई मन पर्न पनि सक्छ नि त। तर यो हेर्नुहोस् त, सिडी हेर्नुहोस् त। आज मात्रै मैले स्ट्याटस लेखेको थिएँ, ए नालायक सर्वहाराका जबरदस्त मालिक, ट्रेड युनियनका जबरदस्त मालिकहरू, तिनीहरूलाई कम्तीमा कामको जिम्मेवारी बारेमा केही सिकाऊ, ट्रेनिङ देऊ, अनि उसलाई चाहिने आवश्यक औजार पनि देऊ। छेनी हथौडी दियो, सारा ओसी हस्पिटललाई भत्काएर, सरकारी अस्पताललाई भत्काएर, मानिसका निजीहरू घरहरू, माने विदाउट स्किल एन्ड वी डोन्ट ह्याभ अ चोइस। अल्टरनेटिभ चोइसै छैन, के गर्नुहुन्छ? अब हेर्नु त, यो पहिला रङ लगाएर सिडी ढालेको हो कि यो जस्ताको त्यस्तै सिडी भएको बेलामा विद्यार्थी पढिरहेको छ। अब त्यो सिडीले हेर्नु त झरेर कोतारिएर त भित्ता सिडी ढलेको हो, किनभने त्यो यतापट्टिको भागमा अनि यतापट्टिको भागमा हेर्नु, कुनै पनि अफिसको प्रशासकलाई म जत्तिकै व्यस्त हुन्छन्। म पनि अहिले हेर्नुहोस्, म हरेक दिन भिडियो बनाउँथेँ यो बाटोबाट। जब म छोरीलाई लिएर जान्थेँ, हेर्नुहोस् त्यो घरको छेउको कुनामा हेर्नुहोस्, राजा रामचन्द्र कालिन्टाको ढिस्को। यो दिल्लीको पोलमा 1,00,000 भिडियो बनाए। अहिले आएर तपाईँको त्यसले अस्थायी जाली होला भनेको त्यो स्थायी रूपमा जाली बनाएको छ, ताकि विद्यार्थीहरूलाई चाउचाउको खोल, बिस्कुटको खोल त्यो भित्र छिराएर चाहिँ ड्रेनेज गर्नको लागि। अब योभन्दा नालायकी संस्कार दुनियाँमा के हुन सकिन्छ? एउटा सरकार आयो, अर्को सरकारले आशा पालेर बस्छन् मान्छे कि अब इसके चुपचाप बालन सरकार दिएकै हो भोट। 2 महिना पनि कटेको छैन, 1 महिनामै बालनले देशलाई नाश गरिसक्यो भने त मज्जाहरू। बाई बाई बुढानगर।